गाइस, हामी चाहिँ मङ्गलबारे तीर्थ लाग्यो। सानो मङ्गलबारे तीर्थ जाँदैछौँ। हामी आज मङ्गलबारेतर्फ घुमघाम। हाई भनिदिनु, हाई भनिदिनु। हेलो गाइज, म चाहिँ होइन अब यहाँ एटिएमभित्र पसिरहेको छु है। अब के भन्छ, अलिकति पैसा निकाल्ने काम छ। पैसा निकालेर अनि मङ्गलबारेको यात्रा सुरु हुन्छ है। हामी चाहिँ यहाँ उल्लाबारी चोकमा आइपुग्यौँ। अब बस स्ट्यान्डमा पुग्न आँट्यौँ। सुत्नु आँट्यो बस स्ट्यान्ड। सफारीमा चढेर जाँदैछौँ। हाम्रो भाइ निदाउन आँट्नु भएको छ। ल हामी चाहिँ सिडिओ कार्यालयमा आएको छौँ, अलिकति काम परेको हुनाले। यहाँ चाहिँ यस्तो राम्रो बनेको रहेछ। म चाहिँ आइपुगेको थिइनँ है। पहिला चाहिँ अगाडि मङ्गलबारे हस्पिटलको छेउमा थियो भने अहिले चाहिँ यता सरेको छ। यस्तो राम्रो बनेको रहेछ सिडिओ कार्यालय साथीहरू। म चाहिँ फर्स्ट टाइम आएको भएर घुम्दैछु सिडिओ कार्यालयतिर साथीभाइ। घाममा यस्तो टिलटिल घाम लागेको छ। आज त यस्तो राम्रो घाम लागिरहेछ। घाममा हामी चाहिँ अब हिँड्दैछौँ। निधारै खुम्चिन्छ हौ घामले। यस्तो राम्रो बनेको रहेछ। अझै पनि बनिरहेको रहेछ। बन्नु धमाधम भइरहेको रहेछ। म त फर्स्ट टाइम आएको। घाममा कस्तो राम्रो, कस्तो राम्रो। यहाँ हाँस्दै बसिराख्नु भएको छ। कोसँग गएछ हौ भाइ त? हाम्रो भाइ घाममा मजाले खेल्दैछ। जे पनि मुखमै हाल्नुपर्छ उसलाई फेरि। यता चाहिँ धमाधम बनिरहेको रहेछ, काम भइरहेको रहेछ यतातिर चाहिँ। कस्तो राम्रो घाम लागेको आज त। कस्तो राम्रो घाम लागिरहेछ। त्यो तातो घाममा एकछिन बस्नु पो मन पर्यो। एकछिन बस्नु पर्यो। सिडिओ कार्यालय यतातिर काम धमाधम। यस्तो राम्रो लागेको छ। तोरी फुलेर यस्तो राम्रो भएको छ साथीहरू। आँखै पो देखिँदैन रहेछ त हौ। तर घामले आँखै देखिनौ। चस्मा पनि छ हौ, चस्मा लाउनु पर्यो साथी हो। हामी चाहिँ घाम लागेको भएर हिँड्छौँ। यहाँ आमा छोराहरू हिँड्दै हुनुहुन्छ। सानो हेर्न तोरी फुलेर कस्तो राम्रो भइरहेछ।
अब चाहिँ सही भयो होला घाममा आँखा देख्नु मजा आयो तोरी हेर्नु न गाइजहरू तोरी फुलेर कस्तो राम्रो भएको हाम्रो चाहिँ आजको काम सक्यो सिडिओ कार्यालयमा अब फेरि 1-2 दिन पछाडि आउने छौँ फेरि आउँदाखेरि पनि गफ गर्दै आउनुपर्छ कस्तो राम्रो राम्रो घर बनेको रहेछ पहिला चाहिँ रोडमै पर्थ्यो घर कस्तो राम्रो हो त्यो है तोरी फुलेर उही भाइको नाम उही हो कि क्या उही भन्दा त हेर्छ भाइ चकचके भाइ हो नि त चकचके भाइ यस्तो चकचके भाइ ल हामी चाहिँ अब फर्किँदैछौँ हिँड्दै हिँड्दै घाममा कस्तो लाग्छ हाम्रो ब्लग जानी नजानी कोसिस गरिरहेछौँ यता चाहिँ मन्दिर रहेछ ए स्कुल पो रहेछ त सुनपकुवा यही स्कुल रहेछ हौ म त आएकै थिइनँ सुनेको चाहिँ हो सुनपकुवा स्कुल यो रहेछ बिल्डिङ सुनपकुवा स्कुलको यो घर सही राम्रो लाग्यो डिजाइन सिमसार चाहिँ यताबाट जाँदो रहेछ है सिमसार यताबाट जाने रहेछ सिमसार यहाँदेखि यता गयो भने हामी मङ्गलबारे चोकतिर पुग्छौँ अनि यो सुनपकुवा स्कुल सिमसार अब नजाने साथीहरूलाई चाहिँ यस्तो रहेछ है लोकेसन हजुर भाइ हजुर भाइहरूले बोलाउँदै थियो यहाँ पुलनिर ल पुलनिर खिच्नु पर्ला खोला सर बग्दो रहेछ यहाँनिर खोला पनि रहेछ राम्रो राम्रो खोला देखेको पुल सिमसार पुल त्यो सिमसार पुल हो चाहिँ म हो तोरी फुलेर तोरी फुल्यो बारीमा भएछ चाहिँ गाइजहरू हाम्रो बहिनीको घर जाने बाटो चाहिँ यस्तो छ यसरी बाटैभरि तोरी फुलेर कति राम्रो भएको हेर्नुहोस् म चाहिँ भाइ बोकेर हिँड्दैछु भन्न भाइ चाहिँ सुत्यो भाइ सुतेपछि चाहिँ बोक्नै गाह्रो त्यतै देखाउँदैछु म कस्तो राम्रो देखेको यता पनि हेरेँ यस्तै यस्तो राम्रो तोरी फुलेर यता पनि त्यस्तै उता पनि त्यस्तै जता हेऱ्यो त्यतै तोरी फुलेर चाहिँ यस्तो राम्रो भएको छ घाममा आनन्द भएको छ हिँड्नु पनि तपाईँहरू कसरी जाडो मनाउँदै हुन्छ हाम्रो जाडो चाहिँ वाउ कस्तो राम्रो ल कस्तो राम्रो गाइजहरू तोरी र मलाई हेर्नु भाइ बोकेर भाइ सुत्यो खै हेरौँ भाइलाई सुत्यो भाइ सुत्यो हिँड्दै हिँड्दै गल्यो अघिदेखि सुतेको थिएन नि त अनि छु यता गाइज हेलो हेलो गाइज हामीलाई हेर्नु कस्तो रमाइलो भएको छ तोरी फुलेको त्यस्तै हामी घुमेको त्यस्तै त्यही त ओहो हामी सुनसान सडक हामी यसरी हाम्रै रिजर्भ भइरहेछ सडक पनि त्यही त हाम्रै रिजर्भ कस्तो राम्रो हामी चाहिँ